बज्यो सिधै लिन के भन्नुभयो बुवाले घर जाम भन्नुभयो के भन्नुभयो हो र कोसँग जाने त काठमाडौँ हो किन आइस जाने घुम्न ए ल ल ल तिमी त घुम्न त सानुबासितै जान्छौ अस्ति नै मम्मीलाई लिन पनि सानुबासँग गएको होइन ल कहाँ जानु लाग्यो भन कहाँ पऱ्यो अरे हामी निस्मा र म सँगै निस्मा तिमी र म सँगै परेछौँ है त ओके ल ढिलो भएर कुर्दा कुर्दा यस्तो छ केटाकेटीको हालत निस्मा खै हाम्रो प्लेन आयो फाइनल्ली आयो उतापट्टि हो अच्छा अच्छा प्लेन बल्ल उड्न लागेको छ 10 बजेको हामी चाहिँ अब जाने बेला भयो हामीलाई बोलाइसकेको छ अब जान्छौँ हामी है त यति एयरलाइन्स 87 को यसमा कस्तो लागेछ कस्तो लाग्छ नि प्लेन टेकअप गर्ने बेला भए चाहिँ यिनीहरू कतिको डराउँछ मेरोमा है त गुड ल नडराउ है यसमा जुस कसले दिएको एयर होस्टेस दिदीले हो ल है फाइनल्ली खोला नाला पहाडहरू देखिन लाग्यो हामी अब काठमाडौँको नजिक आउँदैछौँ जस्तो लाग्दैछ है त ल हेर्नुहोस् त साथीहरू काठमाडौँमा कमिला जस्तो घरै घर कति छन् धेरै ल्यान्डिङ हुँदैछ ल्यान्डिङ ल्यान्डिङ हामी काठमाडौँ एयरपोर्टमा ल्यान्ड गर्दैछौँ हेरौँ यता यिनीहरूको रियाक्सन कस्तो हुन्छ डराएर हेर्नु त कसरी गर्ने यसमा यता हेर आइयो फाइनली ल्यान्डेड
फाइनल्ली हामी चाहिँ काठमाडौँ एयरपोर्टमा ल्यान्ड भएर अब यो बसमा चढेर जाँदैछौँ ल यस्तो छ काठमाडौँको ल हामी ट्याक्सी लिएर हेलो यता हेर यता अगाडि हेरेर बस है होटलमा आएर फ्रेस भएर यो कामको लागि हिँडिसक्यौँ यस्तो छ हिँड्दै हिँड्दै जाँदैछौँ हामी हाम्रो 6:05 को फ्लाइट हो डिले हुँदा हुँदा यति बेला कति बज्यो निश्चल बल्ल 6:30 बल्ल हामी जाँदैछौँ फर्किँदैछौँ है त ल काठमाडौँ एयरपोर्टबाट कहाँ जानु लाग्यो हामी घर बाहिर भए कस्तो लागिरह सिधा बस सिधा 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 उता बस अगाडि सिधा यस्तो गर्दै टेक अफ हुने बेला नानी बाबुको रिएक्सन हेरौँ है त कस्तो छ जमिनमा तारा चम्के जस्तो काठमाडौँमा बत्तीहरूको झिलिमिली हेर्नुहोस् यो सँगसँगै आजको लागि यति नै मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न